Do you know what soap is, human? Why did we stop? Let me see, move aside. Visma, are you ignoring me again? नमस्कार साथीहरु, स्वागत छ तपाईलाई रिभ्यु विमल युट्युब च्यानलमा। आज हामी कुरा गर्दै छौ नेपाली सिनेमाको इतिहासमै पहिलो पटक यस्तो लेभलको साइन्स फिक्सन मुभी प्रदीप खड्काको एक्लोको ट्रेलर बारे, जुन भिडियो एकदमै धमाकेदार अनि मजेदार हुनेछ। आउनुहोस् ढिला नगरी सुरु गरौँ। ट्रेलर सुरु हुने बित्तिकै हामी बुझ्छौ यो साधारण नेपाली मुभी चाहिँ होइन, यो भविष्यको कथा हो जहाँ उज्यालो र अन्धकार बीच ठूलो युद्ध देखाइन्छ। ताराहरुमा अंकित हाम्रो उद्देश्य, यो डायलगले नै मुभीको स्केल कति ठूलो छ भन्ने कुरा क्लियर गर्छ। ट्रेलरमा अन्तरिक्ष प्रविधि, अन्तरिक्ष यात्री, संकेत र मानवताको अस्तित्व देख्न पाइन्छ। र प्रदीप खड्का यस फिल्ममा केवल हिरो होइनन्, उनी एउटा मिसनमा छन्। उनको लुक, उनको साइलेन्स र आँखाको डिपले धेरै कुरा बोल्छ। प्रदीप खड्कालाई फेसन भन्दा पनि फ्युचरको सर्भाइभरको रूपमा देखाइएको छ। जेमी बेकेन, कविता नेपाली, विजय लामा, बेनिसा हमाल, सुनिल थापा जस्ता कलाकारहरूले मुभीलाई इन्टरनेशनल फिल दिएका छन्। डायलगहरू छोटा छन् तर गहिरा छन्। फाइन्डिङ लाइफ इजन्ट द्याट द मिसन, यो लाइनले नै मुभीको सोल बताउँछ। मुभीमा एक्सन छ, इमोसन छ र साइन्स फिक्सनको प्योर टच छ। र यस मुभीको ट्रेलर हेर्दा एकछिन त यस्तो लाग्छ यो नेपाली मुभी होइन, नेटफ्लिक्स वा हलिउड प्रोजेक्ट हो। नाम सानो होला एक्लो, तर यसको मेसेज एकदमै ठूलो छ, किनकि कहिलेकाहीँ एक्लै उभिने मान्छेले इतिहास बदल्छ। र यस मुभीको डाइरेक्टर रहेका छन् प्रदीप साई, जसले हलिउड लेभलको मुभी डाइरेक्सन गरेका छन्। र तपाईलाई एक्लो मुभीको ट्रेलर कस्तो लाग्यो त कमेन्टमा लेख्न नबिर्सनुहोस्। र भिडियो मन परेमा लाइक, शेयर र रिभ्यु विमल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। थ्यांक यू।